सिद्धान्त र प्राथमिकताका यस बुद्धमा अटाएका कुराहरू राम्रै छन्। विरोधको लागि विरोध मात्रै भन्ने हाम्रो भाष्य छ, त्यसलाई पनि नलिउँ, राम्रै छ। तर सरकारले यसलाई किताबमा होइन व्यवहारमा उतार्नको निम्ति विशेष पहल गर्नुपर्छ जस्तो लाग्छ। र पुरानो पनि राम्रै थियो, यसो खोलेर हेरेको सबै राम्रै देख्छु, तर व्यवहारमा लागु नभएको हुनाले चाहिँ नराम्रो भएको हो भन्ने लाग्छ मलाई। त्यसै कारणले गर्दाखेरि व्यवहारमा लागु। सरल कुरो चाहिँ रेमिटान्स र वैदेशिक ऋणले देश चल्ने होइन, देशकै उत्पादन र देशको उद्योगबाट असुलेको करले देश चलाउनु पर्छ भन्ने कुरामा विशेष प्राथमिकता रहोस् भन्न चाहन्छु। त्यसै गरी खोटाङका विभिन्न किसिमका चाहिँ अलपत्र चाहिँ बाटोघाटाहरू छन्, पुलहरू छन्, त्यस सम्बन्धी चाहिँ माननीय अर्थमन्त्रीज्यूले विशेष प्राथमिकता दिनुहुन्छ भन्ने मलाई विश्वास पनि लिएको छु र अनुमोदन गर्न चाहन्छु। र अर्को कुरो, खोटाङ, सोलु र ओखलढुङ्गालाई प्रभावित पार्दै देशकै एउटा अर्थतन्त्रको ठुलो टेवा पुर्याउनको निम्ति देशको प्राथमिकतामा रहेको दुधकोशी हाइड्रो पावर निकै लामो समयदेखि निर्माण गर्ने भनेर अगाडि बढाएको, तर अझै पनि सुरुवात भएको छैन। त्यसै कारणले गर्दाखेरि 670 मेगावाट उत्पादन गर्ने यो दुधकोशी हाइड्रो पावर विशेष सरकारको प्राथमिकतामा रहोस् भन्न चाहन्छु। र त्यहाँको वस्तुस्थिति आम नागरिकहरू आज उठिजाउँ कि बसेर चाहिँ गरिखाउँ भन्ने अवस्थामा छ। त्यो अवस्था सिर्जना हुनुको पछाडि भनेको मुआब्जा विविध कारणले गर्दाखेरि त्यहाँ समस्याहरू छन्। त्यसै गरी उदयपुर र खोटाङ जोड्ने सुनकोशी पुल, बङ्सिला घाटको पुल, भोजपुर खोटाङ जोड्ने चखेवाको बाटो, त्यसै गरी रसुवा घाटको पुल, यी विविध समस्या चाहिँ अलपत्र छन्। यी कुराहरूमा पनि विशेष चाहिँ प्राथमिकता रहोस् भन्न चाहन्छु। त्यसै गरी अब शिक्षामा एउटा मात्रै समय सिद्धिसकेको छ, एउटा यहाँ चाहिँ म डेटा पेश गरेर शिक्षामा थोरै कुरा गर्न चाहन्छु। आज यो समस्या खोटाङको मात्रै होइन, सिङ्गो देशको समस्या हो। सभामुख महोदय, म आज चाहिँ शिक्षा क्षेत्रमा लगानी गर्ने कुरा उठाइरहँदाखेरि खोटाङको सुगम ठाउँको एउटा म तपाईँको डेटा यहाँ पेश गर्न चाहन्छु। एउटा सहयोगी आधारभूत विद्यालयमा 9 जना विद्यार्थी छन्, 5 जना शिक्षक छन्। हामीले शिक्षा क्षेत्रमा लगानी गरेको ती लगानीलाई चाहिँ हामीले त्यसको परिणाम आज के आएको छ भनेर चाहिँ यसलाई कम्तीमा हामीले अहिले सर्वे गर्नुपर्ने अवस्था आएको छ। र शिक्षा क्षेत्र स्कुल मर्ज गर्ने कुरा उठेको छ भने मैले सुनेको छु। यदि त्यस्तो हो भने आवास अथवा तपाईँको यातायात सहितको सुविधा सहितको चाहिँ शिक्षा नीति लागू गरौँ, त्यतिर लगानी गर्नमा चाहिँ विशेष गरी सरकारले ध्यान दिनुपर्छ जस्तो लाग्छ। र अन्तिममा म भन्न चाहन्छु, शिक्षा क्षेत्रमा कम्तीमा उत्पादनमुखी शिक्षा लागू गरौँ। आज मास्टर ब्याचलर डिग्री गरेको छ, 28-30 वर्ष समय खर्च गरेको छ, अनि फेरि जीवनयापनको निम्ति हिब्रू ग्रिक भाषा शून्यबाट पढ्नु परेको छ। यो ठुलो समस्या छ। र आज खोटाङको यो सुगम ठाउँको समस्या मैले चाहिँ यहाँ पेश गराउँदाखेरि कर्णालीको अवस्था के होला, खोटाङको दुर्गम ठाउँको अवस्था के होला। त्यसै कारणले गर्दाखेरि यो मैले उठाएको कुरा चाहिँ यो सबैको साझा मुद्दा हो। सिङ्गो तपाईँको 3 करोड आम नेपालीहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा भोगिरहेको अवस्था हो। शिक्षामा व्यापक सुधार ल्याउनको निम्ति सरकारको प्राथमिकता रहोस् भन्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद। माननीय सदस्य यज्ञमणि नेउपाने, समय 6 मिनट। त्यसपछि माननीय सदस्य सन्तोष सुब्बा।